त्यो चाहिँ बनाएर बताइराख्दै सन्धिहरू बनाउने हो यो आमा हतार नगर्नु हो हेलमेट लगाइदिनु उल्टो लगाइदिनु
कार्यक्रममा के छ भन्दाखेरि यो भान्से बिदाए फेरि साथीहरू भरेदेखि चाहिँ आउनु भएन मिस्त्री भनेर अब हामीले बिदा गरिसक्यो चाहिँ सामान ल्याउनु भएको छ भन्नुभएको छ। अब यो सामान बन्द गरिसक्यो। अब फेरि आऊ यहाँ त अलिकति अर्को यो एउटा रमाइलो हिजो भान्से बिदाई कार्यक्रम भयो। हामी यतिजना छौँ। धेरै ठाउँमा कार्यक्रममा मैले मूल भान्सेको जिम्मेवारी मैले लिएँ। साथीहरू भान्से बिदा गर्नलाई 5 जना भान्सेलाई पनि बिचरा घरको गार्जेनले चाहिँ भान्से बिदा भनेर सबै पक्राउनु भएको थियो। तर चियापान खाने मान्छेको अपुग भयो। भान्से बिदाई गर्ने बेलासम्म भान्से रहनुपर्छ भन्नेको अर्थ एउटा छ। किनभने अब घर गार्जेनलाई बिचमा थाहा हुँदैन। भान्से बिदा गर्ने बेला अब यहाँ आमा बसिरहेको छ, दाजु बसिरहेको छ, मा बसिरहेको भएको छ। मेरो घरमा कार्य पर्दाखेरि फल्ना चाहिँ मेरो घरमा सघाउन आएछ भनेर चाहिँ यो प्रमाणितलाई चाहिँ भान्से बिदाईसम्म रहनुपर्छ भन्ने अर्थ चाहिँ यो हुन्छ। अग्रज मामाको म एउटा चेला पनि हो। म उहाँलाई मान्छु यो भान्से घर चाहिँ यस हुन्छ। आउने दिनमा तपाईँहरूले सुरुदेखि भान्से बिदाई कार्यक्रम सम्पन्न नभएसम्म हामीले घरको जे समस्या भए पनि हामीले कार्यक्रम सकुन्जेलसम्म रहनुपर्छ है भनेर तपाईँलाई सल्लाह हाम्रो बहिनी मैले हिजो पनि भने सुनिता